अन्नपूर्ण पदमार्ग एक समय विश्वकै उत्कृष्ट क्लासिक ट्रेकको रूपमा परिचित थियो। सन् 1970 को दशकदेखि यो मार्ग पर्यटकहरूको पहिलो रोजाइ थियो। डुम्रेदेखि पोखरासम्म 23 दिने त्यो पैदल यात्रा जहाँ हिमाल, जङ्गल र मौलिक गाउँहरूको अनुपम सङ्गम थियो। तर आज समय बदलिएको छ। 1980 को दशकदेखि सुरु भएको सडक विस्तार अहिले मनाङसम्म पुगेको छ। विकास त आयो, तर योजना बिनाको सडक विस्तारले पदमार्गको मौलिकतामा प्रहार गरेको छ। हिजोको शान्त गोरेटो आज धुलो र गाडीको कोलाहलले भरिएको छ। यात्रीहरू अब गुनासो गर्न थालेका छन् कि हामी सडकमा हिँड्न आएका हौं, धुलो खान आएका हौं। And a lot of road suddenly because of construction, the hydro building, and on the road is very boring. तर एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले अब यसको विकल्प सोच्नै पर्छ। समस्या सडक होइन, समस्या त योजना बिनाको सडक विस्तार हो। त्यसो हुनाले अबको एकमात्र समाधान हो वैकल्पिक पदमार्ग। सडक सञ्जाल भन्दा पर शान्त र प्राकृतिक ठाउँहरूमा नयाँ गोरेटोहरू निर्माण गर्नुपर्छ। यसले पर्यटकहरूलाई विभिन्न क्षेत्रमा बाँड्छ, भिड घटाउँछ र सडकको छेउमा नपरेका साना साना गाउँ र होमस्टेहरूलाई पुनर्जीवित गर्छ। यसले स्थानीय संस्कृतिलाई जोगाउँछ र नयाँ पुस्तालाई गाउँमै रोजगारी दिन्छ। समयमै सोचौं र योजनाबद्ध भएर अगाडि बढौं। अन्नपूर्ण पदमार्गलाई अझ शान्त, सुरक्षित र लोकप्रिय बनाउनु हामी सबैको साझा दायित्व हो। दिगो पर्यटन नै हाम्रो समृद्धिको आधार हो। हस्त, धन्यवाद।